कसैले मलाई सोध्ला कि ए भाइ तिमी के गर्दैछौ आजकल भन्दाखेरि म त्यसलाई भन्छु कि म त केही गर्दै छैन हौ मजाले बस्छु उठ्छु सुत्छु उठ्छु अझै उठ्छु अझै कलेज जान्छु सुत्छु उठ्छु फेरि अझै कसैले मलाई भन्छ फेरि अझै कलेज गएर के गर्छौ भन्दाखेरि म त्यसलाई भन्छु म कलेज गएर मजाले गफ हान्छु पढ्न के गर्दैछौ भन्दाखेरि म त पढ्दैन कलेज गएर के गर्छु भन्दाखेरि सिआरको नाताले एउटा एटेन्डेन्स गरेर आउँछु यति नै हो म यति के भन्न चाहन्छु अहिले जो 12 पनि दिएर आउँछ नि 12 दिएर ब्याचलर गर्नु यस्तो राम्रो सोचिरह होला नि तिनीहरूले त आहाहा अब ब्याचलरमा जान्छु इन्ट्रान्स दिन्छु इन्टरनेसनल टप हान्छु स्कलरसिप पाउँछु पढ्छु नेपालमा पढ्छु टप हान्छु अझै पढ्छु अझै म मास्टर पनि नेपालमै गर्छु सोचिरह होला कसैले नेपालमै काम गर्छु सोचिरह होला अति गाह्रो छ है अति गाह्रो छ नेपालमा काम गर्न अति गाह्रो छ है यति भन्न चाहन्छु कि तिमीहरूले मिहिनेत गर्छौ ल मिहिनेत गरे सफलता मिल्छ तर अति गाह्रो छ नेपालमा ब्याचलर गर्नु भनेको तिमीहरूले पास हुनलाई पढ्ने हो केही कुरा सिक्ने होइनौ यसैले भन्छु जति बरु रिनै लाग्ला बरु विदेशमा गएर मजाले पढ के मजाले पढ केही कुरा सिक्छौ बरु तिमीहरूले त्यहाँ गएर अब धेरै कुरा नसिकेपछि मिहिनेत गर्न त सिक्छौ यार यतातिर त त्यो पनि सिकिँदैन हो अझै कोही काठमाडौँ आएर पढ्ला सोचिरह होला यताको भाडा चाहिँ तिमीहरूको त जान्छ हो सातै जान्छ सातो यति भन्दै मैले आजको भ्लग इन्ड गरेँ हस्त ल बाई